जाऊ 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 थाम्छ थाम्छ जति पनि तपाईहरु है श्रम संस्कृति पार्टीलाई हैन तपाईहरुले चन्दा हैन क्यूआर मार्फत चन्दा पठाइरहनु भएको छ, साना साना कामको लागि पैसा पठाइरहनु भएको छ नि, ती नेपालीहरुले एउटा ध्यान दिएर सुन्नुपर्ने कुरा छ के हैन। तपाईहरुले जो आफ्नो दुःख मेहनत परिश्रम गरेर पैसा पठाइरहनु भएको छ हैन, त्यो पैसा कस्तो ठाउँमा युज भइरहेको छ, के प्रयोजनको लागि प्रयोग भइरहेको छ भन्ने कुरा यति कुरा त तपाईहरुले बुझ्नु पर्ने हो नि हैन र हैन। नेपालमा हैन देशका जनताहरूलाई हैन सहयोग हुने हैन हरेक ठाउँमा हेल्प हुने खालका कामहरू भए हैन, पुलहरू बने राम्रा बने ठिक छ, त्यसैलाई 3 गुणा बढी खर्च गरेर त्यही चिज 40 लाखमा बन्नु पर्ने चिज 1.5 करोडमा बनाइया छ हैन। अनि फेरि पुलहरू त बनाउनु भने 2-4 वटा ढुङ्गा बटुल्ने बाँस गाड्दियो, बाँस खडाइदियो हैन, मान्छेको पहिलो कुरो त ज्यानै जोखिममा छ। तपाईले यति कुरा त बुझ्नुस् कि तपाईहरु एउटा टाइटलको पछाडी भाग्नु भएको छ हैन। यदि तपाईहरु आफ्नो टाइटलको पछाडी भाग्नुहुन्न, हाम्रो देश नेपाल बनोस् भनेर चाहनुहुन्छ भने यस्ता यस्ता गलत क्रियाकलापहरूको लागि चाहिँ सहयोग गर्ने काम चाहिँ नगर्नुस् के। यो चाहिँ यस्तो कामले तपाईहरुको यो सहयोग गर्ने कार्यले गर्दाखेरि हैन यिनीहरू चाहिँ दिनदिनै दिन प्रतिदिन झन् अराजक हुँदै गइरहेछन् के। यति कुरा त बुझ्नुस् तपाईहरुले। टाइटलको मात्रै पछाडी भागेर देश बन्दैन, यति कुरा बुझ्नु होला है। जय नेपाल।